वाललाई छान्नु पनि पाइने रहेछ अनि ग्राइन्डिङ चलाएर ग्राइन्डिङ भएपछि अनि भात त्यसले पछि अझ पुग्नु खै रोटेको यसको जोडी चाहिँ बेच्नु भएको होइन यो बेचिदिएको हन्नु थियो अनि के कतिमा बेच्नु भयो 40 भनेको 37,000 जोडी सँगै ल्याउनु भएको होइन यिनीहरू सँगैले यहाँ छ ठुलो सुँगुर चाहिँ हाम्रो मामा पापाले पालेको सुँगुर दुईटा छ बसी बिहालो यहाँ माउ छ है माउ छ 7 वटा बच्चा छ पाठा पाठा ए पाठा पाठा यो कति दिनको पाठा हो पापा 1.5 महिना भयो यो दुईटा चाहिँ भुन्डे हुने रहेछ यो बिचको दुईटाहरू लोकलहरू कति छोटो हो यो त एउटा त अलि लामो रहेछ एउटा त कति छोटो भुँडी मात्रै झुन्डिएछ त भुँडी झुन्डेको मिठो त हुन्छ तर खोइ के भयो पालेर खासै फाइदा छैन यो चाहिँ खोर भरिको छ यो चाहिँ बेच्नु पर्ने यो त गतिलो छ आँप पनि मजाले फलेको छ होइन पापा कतिको अडिने हो अडिने भोगटे के दबाई हान्नु भयो यसमा किराले कि भमराले यो सिबीहरू छ काँक्रा साँक्रा छैन है मेवामा चाहिँ के रोग आएछ हौ यस्तो होइन यही रुखै मरिरहेछ त अगाडि पनि दुईटा मरेछ यो पनि मर्ला मर्ला जस्तै देख्दैछु म त सकिएको नि त टुप्पो तिखारेर अब लास्ट खै अस्ति भक्कु नयाँहरू पनि बहुत मिठो छ यसपालि अहिले लागेको थियो ढुकुरले गुड पनि लाग्छ क्या हो त्यहाँ गुड छ त जुयाले कि ढुकुरको गुड ढुकुरले पर्ने हो यो छोरी चेलीबाट जोगाउनु पर्छ उनीहरूको यो महिनावारी टाइममा सुइदियो भने त्यस्तो यो खै भ्रम मात्रै होला पापा यो चाहिँ आँप यो सार्नुपर्ने हो यहाँ कुठाउँमा भयो राम्रो ठाउँमा परेन के यो ठाउँमा भएन यो चाहिँ अम्बा के चराले गुडै लाग्यो कि के हो त्यो रुपीले बच्चा काटेर लग्यो भर्खर लाउँदै थियो यत्रो यत्रो बोक्दो चरा हो र यो त यसको भार निकाल्नु पर्छ अलि छोटो भयो जति छोटो